हेलो साथीहरू, आज म चाहिँ यो नेपालमा एकदम रेयर साइटिङ हुने मन्डारिन हाँस, अङ्ग्रेजीमा मन्डारिन डग भनिन्छ। यो चाहिँ सुनसरीको तरहरामा आएको रहेछ। आज म यसको फोटो र भिडियो खिच्न आएको छु। हेर्नुहोस् मन्डारिन हाँसको भिडियो। र मन्डारिन हाँस चाहिँ त्यो पोखरीभित्र छ। मन्डारिन हाँसहरू चीन, जापान, कोरिया, मङ्गोलियातिर धेरै देखिए तापनि नेपालमा चाहिँ कहिलेकाहीँ मात्र देखिने हो र कहिलेकाहीँ त धेरै वर्षसम्म पनि देखिँदैन। अरू चराहरूको जस्तै यो हाँसको भाले पनि रङ्गीचङ्गी हुन्छ र यसको पछाडिपट्टि खास गरी दुईवटा सेलफिनहरू आएको हुन्छ भने पोथी चाहिँ ओभरअलमा खैरो हुन्छ र यसको आँखामा त्यो एउटा फुच्चे छ नि, पछि देखो भन्ने हो, ठ्याक्कै त्यो फुच्चेले लगाएको चस्मा जस्तै देखिन्छ। मन्डारिन हाँसको फोटो र भिडियो खिचिसकेपछि तरहराबाट करिब 35 किलोमिटर टाढा बर्जुताल पनि गएको थिएँ। बर्जुताल जाँदा म चाहिँ विराटनगरबाट चिम्डी हुँदै गएको थिएँ। यदि तपाईँहरूसँग प्राइभेट साधन छ भने विराटनगर नपुगी दुहबेबाट दाहिनेतिरबाट 20 किलोमिटरमै पुग्न सकिन्छ। बर्जुतालमा चराहरू चाहिँ थुप्रै थिए तर शनिबार भएको कारण भिडभाडले गर्दा खासै राम्रो चाहिँ हेर्न सकिएन। हुस्सु र तुवालोको कारण फोटो र भिडियो पनि राम्रो आएन। तालको भित्रसम्म अर्थात् चराहरू बस्ने क्षेत्रसम्म ढुङ्गा चलाउने, वनभोजमा चर्को सङ्गीत बजाउने जस्ता क्रियाकलापले यहाँको चराहरू घटेको केही बुद्धिजीवीहरू बताउँछन्। तालको वरिपरि फोहोरहरू बढेको पनि देखियो। सम्बन्धित निकायको चाँडै ध्यान जाओस्।